चुनाव हुँदैन हुँदैन चुनाव हुनै दिँदैन उनी यो चुनाव भयो भने नि तपाईले के बुझ्नुस् भने नि यो चुनाव भयो भने सिधै पश्चिमबाट सेना यहाँ आएर बस्छ र गाजा हुँदैछ हैन चुनाव नहुने आधार चाहिँ के छन् त सरकार भन्छ चुनाव हुन्छ तपाई भन्नुहुन्छ चुनाव हुँदैन चुनाव नहुने आधार के छन् सरकारसँग त चुनाव हुन्छ भन्ने आधार प्रशस्तै छन् होइन चुनाव किन हुँदैन भन्दाखेरि एक त सरकारसँग बजेट छैन मैले अस्ति त्यहाँ सुनेको बजेट नभएर हाहाकार छ स्वास्थ्यको पैसा उहाँ हामीले बिमा गरेको पैसा दिन सकेको छैन बिरामीलाई उपचार गरेको त्यो बजेट नभएकै कारण चुनाव नहुने हो बजेट छैन अर्को गाडीहरू भएभरका गाडी जम्मै डढेका छन् गाडी त आउँदैछन् त हैन गाडी दिँदैन अहिले इन्डियाले त्यो दिन्छु भनेको मात्रै हो दिँदैन आफ्नो देश हनाउन आफैले गाडी दिन्छ यिनीहरूलाई बाँदरलाई हतियार दिन्छ